राति देखाउँछौँ तपाईँलाई लाइट जल्छ या जल्दैन है गाइस ल लाइट त कति चकिलो बोले गुड मर्निङ गाइस तपाईँलाई स्वागत छ आजको मेरो फेरि एक न्यू ब्लगमा हामी चाहिँ साथीहरू बिहान उठ्यौँ भने बिहान उठेर हात मुख धोएर मस्त फ्रेस भयो गाइस अहिले चाहिँ होइन बाहिर चाहिँ हिजो जस्तो मौसम भयो गाइस एकदम राति पनि पानी बहुत परेको थियो त्यहाँ जस्तो भयो पानी परेर लेकिन मौसम सही भइरहेको पुरो मस्त लाग्यो यो त घाम पनि आज पनि त्यस्तै रास्तो छ मौसम गाइस केही पनि थाहा छैन आज हुनसक्छ जस्तो रह मौसम त्यस्तै देखिन्छ अहिले मौसम त्यस्तै छ त्यही हाम्रो बज्यो हुन्छ बज्यो त्यहाँ अहिले आगोमा लाग्नु भयो देख्नुहुन्छ गाइस त्यहाँ अब अहिले चिसो पनि भयो थियो हामीले टोपी पनि पेर्दैन मस्त आयो हाल्नु खानु पनि खानु त बजाले बादुल ल रोक्नुमा जान्छौँ एउटा यो हिजो त यहीँ छ त बडो आयो त्यो बेटी त थियो हल्का उ गर्नु पनि 4:30 बाल्नु नै कहाँ खोल्नु भयो सुलेर थाल रहेछ एउटा कता गयो होला त कता खस्यो होला होइन कहाँ पो खस्यो होला सो गाइस अहिले हामी खाँदैछौँ गाइस भुटेको भात अनि त्यसपछि यहाँ हाम्रो फक्री भाइले पनि खाइरहेको बजाइ भात लाउनु गाइस अहिले चाहिँ हामी जाँदैछौँ माथि मिलमा गाइस भिडियो अपलोड गर्न कन बोल क्रिकेट लो तल हाम्रो गर्छ त हाम्रो घरको च्याङ्गल छ न म त तल हजार लिएर आएर जा भिडियो अपलोड गर्छु नि गाइस म 7 बजे 8 बजेको बिचमा अझै जाँदा माथि मिलमा भिडियो अपलोड गर्न त्यहाँ माथि पुसाइ घर पनि छ त्यहाँ चाहिँ वाइफाई पनि छ नि गाइस त्यो चाहिँ भिडियो अपलोड गर्न सही पनि हुन्छ हजुर देखाएको होइन मैले यार भ्लग बनाएको भ्लग तपाईँलाई पनि देखाइदियो नदेखाउने ल ठिकै छ नि लाइट आएको बज्यो अहिले लाइट हेर्नु भएन म गएर हेर्छु त अब आएन लाइटै आएन म अहिले चाहिँ लाइटै आएन यो अहिले बत्ती पनि बोलाइ छैन पता नभए किन आएन लाइटै यो भने अब नि लाइटै आएन यहाँ चालै बस्नु गाइस त्यो यस्तै जान्छु माथि र काम पनि छ गाइस रिचार्ज लिएर आउने म पनि माथि जानुभयो म पनि जान्छु अनि त्यसपछि लाइट आएर चाहिँ उठाएर हालेर पनि आउँछ गाइस चाहिँ माथि हुन्छ यहाँ रोडमा हिँड्नु भयो म चाहिँ त्यो गर्थेँ नि म ब्याकअप चार्ज हाल्नु लाइट आएर चाहिँ आउने लाइट आएर हुन्छ अब के गर्ने गाइस जान्छु तपाईँ माथि मिलमा रिचार्ज ल्याउनु हुन्छ त्यसपछि लाइट आएर चाहिँ मैले हालेर आउँछु लाइट आएर हुन्छ नि गाइस त्यतिकै आउनुपर्छ है ल लेट्स गो सो गाइस अहिले चाहिँ हामीले माथि आएर चाहिँ तपाईँले रिचार्ज त किने भनौँ गाइस लेकिन गाइस चाहिँ लाइटै आएको छैन भिडियो अपलोड पनि लास्टै बराबर हुनुभयो को बोल्दै बल खाने को ल राख्दिने को पनि खतरा छ क्या बल पनि आशिष पुग्न कहिले जान्यो अस्ति हिजोको ठाउँमा हिजो हामी गयौँ त त्यहाँ झाडी गर्न त्यहाँ जान्यो जाउँ क्या आज जा हाँसी लिएर आएको छु मैले जाउँ है उता तल चप्पल लगाएर हेर्न के गरेको लडी खेले टाउकोमा हेर्न कस्तरी हेरेको उसले खाँदैन गोटा खान्छ सानो दे होइन सानो दे ल खाइदियो कोले नि होइन खाएको कोले नि खान्छ जाम क्या फक्री आउँछ सो गाई चाहिँ गाई खाना हामी यहाँ फाड्न आएको छौँ होइन यहाँ किनकि केरा पनि लगाउने गाई देख्नुहुन्छ तपाईँले यहाँ पुरा केरा लगाएको छु यो केरा लगाएको मैले लगाएको केरा गाइस अनि त्यसपछि फेरि यता पनि लगाउनु भन्थ्यो हामीले केरा यहाँ देख्नुहुन्छ तपाईँले हिजो चाहिँ हामीले आधा फारी मार्नु आधा अझै फाड्नु भएछ फाडेर पुरा केरा लगाउनु भन्थ्यो गाई चाहिँ अब चाहिँ यहाँ फाड्नुपर्छ
हिजो आधा फाडेको अहिले आधा फाड्ने फकुरले डाकेको फकुर आउँदै आएन अब त्यहाँ एक्लै आयो गाइस सबै है अहिले चाहिँ गाइस पुरा आधा चाहिँ फाडियो भन गाइस आधा त्यो तपाईँ यता पनि फाडेर यति यहाँ राख्दै गाइस यति धेरै फाडेर होइन अनि त्यसपछि फेरि यता पनि फाडेको यो देख्नु तपाईँले पुरा फाडेर आधा झ्याङ्गडा यहाँ छ गाइस आधा त्यहाँ छ त्यहाँको झ्याङ्गडा त गाइस हामीले हिजो फाट्दिउँ अब यता पनि फाड्ने गाइस यता पनि अगाडि छ त यो पनि फाड्ने यो पुरा केला लगाइदिने नि यहाँ केला लगाएपछि गाइस खाना पनि हुन्छ नि तेल लगाउनु पुरा केला सो गाइस अहिले चाहिँ होइन यति दिनपछि अहिले चाहिँ गाइस पुरा घाम लागेको छ मस्तो लाग्दैछ हुन्छ आज गाइस घाम लाग्यो भने बहुत मजा आयो गाइस हामीले चाहिँ गाइस देख्नु सक्नुहुन्छ तपाईँले परबाट यहाँदेखि लिएर यहाँसम्म पुरा फाट्छौँ गाइस अब आजलाई यति नै फाट्छौँ गाइस अब यसलाई भोलितिर पर्सितिर जब टाइम मिल्छ त्यति बेला फाड्ने अब जान्छु माथि लाइट आयो छ गाइस भिडियो पनि अपलोड गरेर आउँछ अहिले चाहिँ 9:30 बज्न लाग्छ गाइस अहिले केलङ भात बनाइसौँ म फोकर कहाँ गयो माथि गएको मसँग गाँदै गएन त फकुरे ओ फकुरे बताऊ गयो त पानी नै आएको छैन गाइस धारामा बुवा चाहिँ जोड लाग्नु खाले यहाँ न माथि नै उसको गर्दा पानी आएन न उयो बाजे गरेर आएको छैन पानी पोलमबाट लगेर बोलाएर सबै बनाएको हुन्छ त बोटो सो गाइस अहिले चाहिँ म तपाईँलाई देखाउँदैछु यहाँको डाँडा किनकि तपाईँले म अस्ति त देखाउँदै अनि हिजो देखाउँदा आज बिहान देखाउँदाखेरि डाँडा कि पुरा धुलो देखिन्छ नि गाइस अहिले चाहिँ राम्रो देखिरहेको तपाईँले पुरालाई यहाँ पुरा गाउँहरू पनि छन् त्यहाँ घरहरू पनि छ त्यहाँ माथि डाँडा पुरा हेर्नु आज घाम पनि लाग्यो त्योहरू कति राम्रो देखिरहेको मस्त लाग्यो अझै लाइट लाइट आएर चाहिँ गाइस अब त म जान्छु भिडियो अपलोड गर्न तपाईँले प्याट सपोर्ट देखाइदिनु ल है गाइस फकुरे के लाग भात लाग्यो अच्छा तेरो त कहाँ गयो यस्तो के ऊ पर ल के छ नि त खाइदिए भात मस्त लागेर पुरा घाउ बङ्गै सुकाउनु पर्छ त्यहाँ त नजाइ मकै सुकाउनु पर्छ त मकै आटो आटो खान सकिन्छ त के कलर लाउनु भयो के कलर लाउनु भने अलि खानु होला बाजे त आफ्नै धुन हेर्नु पर्ने रहेछ सुनाउनु भने बाल्ने हो यहाँ राख्नु ब्याट्री अच्छा यता खालको ब्याट्री त यहाँ रहेछ यहाँ छ गाइस ब्याट्री अहिले चाहिँ गाइस हाम्रो अहिले के भन्छ नि उज्जवल लाग्नु भने लाइट बेलुका जलाउने लाइट त ल यसको त दुइटा छैन त यहाँ त एउटा दुइटा कहाँ फाल्नु त बुवा यसको ढक्कन त छैन त दुइटा यसको ढक्कन कहाँ फाल्नु दुइटा छैन त त्यसको ढक्कन स्टेपले डाल्नुहुन्छ माथि गाई चाहिँ छर्नु भने ल ल रोक्ने माथि जाँदैछु पहिला चिपिन्छ त खुट्टा त यार चिपिन्छ त गाई खुट्टा त यार माथि त पुग्यो कान्ने हान्ने हिँड्नेमै ल हेर्नु आयो आयो ल खिच्नु 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 ल ल ल ल ल सो गाइस अहिले चाहिँ गयो त ल बरसमा जानु भयो 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 नखिच्नु है भयो कता मुखी कोल्टा राख्ने यसलाई अब ल त भयो ल गाइस अहिले चाहिँ माथि छतमा आएर नि पुरा लगाइदिउँ पुरा छतमा बस्दै लाग्यो यति अल्कोमा आएको देखियो अरे यहाँ माथि डाँडा पनि कति राम्रो देखियो गाइस यो डाँडा पुरा घर पनि यता मस्त लागेको देखिन्छ अब चाहिँ उत्रनु पऱ्यो तल उत्रनु चाहिँ फोन बन्द गर्नुपर्छ गाइस पुरा डर लाग्दो सुन्छ तपाईँले चिप्ले नि गइन्छ तल अब
गाइस उता तल चाहिँ बोले जोड्नु भने सोध्नुपर्छ भित्र उता भित्र गाइस ब्याट्री त जोड्छन् बाबा जोड्नु भएन लाइट त चलेन अनि जोड्दै हुनुपर्छ मलाई अब गाइस तपाईँलाई हामी राति देखाउँछु मैले चाहिँ पुरा जोडिसक्यौँ राति देखाउँछु तपाईँलाई लाइट जल्छ या जल्दैन है गाइस सो गाइस अहिले चाहिँ हामी जाँदैछौँ गाइस यो पन्चरहरू लगेर यहाँ तल जहाँ म गर्थेँ त गाइस बिहान के भन्छ त्यो फाल्न त्यहाँ चाहिँ गाइस के भन्छन् के राख्छ त्यो खबर छागल छ न गाइस त्यसलाई चाहिँ काटेर हामी दुई भाइले खान लाग्छौँ मम्मी यहाँ गएर ऊ यहाँ तल छ गाइस मजा आउँछ न खानु लास्टै कहिले खाँदैछ कि खाँदैनस् तेरो बाबाले काटेको थियो मुखमा ग्यालेक्स मुखको निकाल भने क्या यो गाइस हामीले यहाँ फाडेको होइन यहाँ हामी गर्ने ऊ यो छ नि यो सानो यो माछा छ यहाँ छ गाइस यो छ यसलाई काट्ने यसलाई यहाँभित्र हुन्छ नि गाइस यसो थाकल हुन्छ खाने गाइस अहिले त केही देखेन राम्रोसँग अब यसको हामी काम गर्दैछौँ होइन आशिष द गाइस अहिले चाहिँ हामीले खोरा पनि लिएर आएको होइन किनकि गाइस यसलाई चाहिँ हल्का खन्नु पऱ्यो नि तलसम्म यो माथिसम्म यति चाहिँ हल्का त यस्तो खन्ने गाइस होइन अब अझ खन्नु पऱ्यो अझ तलसम्म खालेपछि यसको खाना चाहिँ गाइस यहाँ तल हुन्छ अरे यहाँ माथि हुनुपर्छ चाहिँ त्यही भएर अझ हामी यसलाई खन्न लाग्छौँ हेलो पुरा बाबु पनि आएको पुरा जुन खाना आएको उता बस त्यहाँ सो गाइज अहिले चाहिँ हामीले उक्काइसम्म देख्नु तपाईँले भित्र यति धेरै गाइज खानेकुरा छ होइन बाहिर मस्तले बसिरहनु खाने भनेर होइन यसको भित्र छ गाइज खानेकुरा यो देख्नु सक्नुहुन्छ पहिला सुरुमा चाहिँ गाइज हेर्ने खानालाई कस्तै लडायो नि आधा त भाइले आधा लगेर फक्कुरा निकालेको गाइज सुन्नु तपाईँले यहाँ कसरी खान यसलाई चाहिँ गाइज लास्टमा खोल्छौँ होइन अनि यो मान्छे कति धेरै खानेकुरा पहिला हामी यसको निकालेर खान्छौँ होइन ल मजा छ नि खाना मिठो छ होइन लास्टै ल यस्तै भने खान्छ चाम्रो खाने राम्रो छैन पऱ्यो कस्तै टोकी खा चाम्रो खा लास्टै होइन पुरा टोकी खा अझै आएको हेर्ने त फकुरी बेला नि खाइरह टोकी खा आएकै छैन होइन मलाई त लाग्छ गाइज यही लाग्छ अब त्यो हल्का काम जस्तो लाग्छ मलाई यसमा त हल्का छ यो देख्नु सक्नुहुन्छ तपाईँले यही लाग्छ जस्तो छ यस्तो गाइज अहिले चाहिँ हामी आइसकेको छौँ यो यसलाई चाहिँ खोल्न लगाइ हामी तिनीमा एक भाइ यता छ अनि एक भाइ यता छ अब त्यसलाई खोल्नुपर्छ होइन भाइलोको ल तँ चाहिँ उता बसेर क्यामेरा देखा म खोल्छु ल स्मार्टफोन हल्का पछाडि जा पुरै देखाइस् है गाइज अहिले चाहिँ हामी ओपनिङ गर्दैछौँ कस्तो हुन्छ हेरौँ है ल हेर्न भाइले हेरिरहेको कसरी खाने भनेर होइन मजा आउँछ होइन ल गाइज यो पनि छैन क्या खानेकुरा के छैन त भने यति धेरै कुरा निक्लेको यो गाइज हल्का यति धेरै निले कुरा देख्नु कुरा दिँदै यति छ गाइज खानेकुरा भनेको यो भाइले त मस्तले खाइरहनु आधा त यहाँ खसिरह होइन मम्मी नि आउनु खाना है छँदै छैन अब के खानुहुन्छ यार यति चाहिँ छोरा खा यो पनि हामी बारीचुटी खान्छौँ अब सो गाइज आज चाहिँ हाम्रो यो छाक्कल भन्ने छ नि जङ्गलमा हुन्छ गाइज यो हामीले चाहिँ आज खायौँ तपाईँले खानुहुन्छ खानुहुन्न कमेन्ट बताउनु है कमेन्ट बताउनु गाइज भन् अलिक जोरसँग भन्न तपाईँ भन् हेर्न यो फेरि माछाले लजाउँछ कि लास्टै यो सो गाइज अहिले चाहिँ हामीले बेलुका खाना मस्तले नुहाइभएर गाइज किनकि बेलुका टाइममा नुहायो भने राति हल्का मस्तले निद्रा लाग्छ त्यही आज चाहिँ मैले ट्राई गर्दैछु निद्रा लाग्दैन भनेर साथी तपाईँले ट्राई गर्नु तपाईँले भन्नु होला है लाइट जोडेको थियौँ नि गाइज लाइट जोडेको थियौँ नि अघि के दिउँसोतिर हो त्यही देखाउन छ अबले तपाईँले त लाइट जलेको छ या जलेको छैन है गाइज ल ऊ तल छ हाम्रो गर्छ अझै देखेछ लाइट के पनि जले होइन लगाएको ल लाइट त कति चकिलो बोलेको होइन
सो गाइज अहिले चाहिँ हामी खाँदैछौँ खाना देख्नु तपाईँले खानामा के भन्दा तपाईँले आजको मेरो भ्लग कस्तो हो गाइज कमेन्ट गरेर बताउनु ल यस्तो भिडियो देख्नुलाई तपाईँको प्यारोजनक भाइले प्यार सुरु देखाउनु ल अब हामी मिलेछौँ एक दूसरा एक नयाँ धमकार भिडियो तब तक के लिए आप स्वस्थ रहना मस्त रहना बाय बाय गाइज।